मुख सार्ने त्यस्तोहरु नि भेटिन्छ नि भेटिन्छ एक दुई जना त्यो कसको रिस ल्याएर पोखाउँछ हो भेट्छ त्यो बाइक वालाहरु नै त्यस्तो हुन्छ कोही कोही चाहिँ हेरै चाहिँ गर्छ कति बाटोमा के मैले केटी मान्छे रहेछ भन्छ हैन अनि हेरेर बस्छ कति अनि म चाहिँ के हेरेको भनेर आएको म चाहिँ जिस्काइदिन्छु फेरि त्यस्तोलाई खुसी लाग्छ भन्नुहुन्छ ओ गर्वको कुरो हो राम्रो गरेछ बहिनीले राम्रोसँग चलाउनु भन्छ अनि आशीर्वाद दिँदै जानुहुन्छ अनि कस्तो राम्रो लाग्यो भन्छ के गर्व लाग्यो भन्छ कतिले त्यसरी हौसला दिँदा त खुसी लाग्छ नि त्यसो नराम्रो भन्ने मान्छे त अहिलेसम्म भेटे छैन यो माइक्रो चलाएर चाहिँ चलाउँदै गएपछि जुन चलाइ त्यही सजिलो हुँदो रहेछ त्यो टेम्पो चलाउने बेलामा टेम्पो सजिलो लाग्छ यो माइक्रो चलाउँदा माइक्रो सजिलो लाग्छ अहिले चाहिँ टेम्पो डर लाग्छ अलिअलि चलाउनु टेम्पोमा चाहिँ किन डर लाग्ने त्यस्तो त्यो खै अलिकति डर लाग्दो रहेछ क्या त्यहाँ उसले कमाएर ल्याए खाने नकमाए के कसरी खाने भन्ने चाहिँ छैन के कमाएर चाहिँ खान्छु सक्छु चाहिँ त्यस्तो भेटे छैन मैले म त्यति बोल्दैन म बोल्दैन सिधा आफ्नो मात्रै बाटो हिँड्छ फेरि ड्राइभर दाइहरु चिनेको हुन्छ नि त उनीहरुसँग चाहिँ बोल्छु अनि त्यस्तो खासै नराम्रो भन्ने पनि छैन के त्यो ड्राइभर लाइनमा अब 50-60 वटा गाडी छ नि त यो रुटमा पनि राष्ट्रिय सार्वजनिकमा अनि त्यहाँ सबै दाइहरु राम्रै गर्छ के त्यहाँको नि अनि यस्तो पेसेन्जरहरु चाहिँ जिस्किने पाएकै छैन के भनेर गर्नुहुन्छ कमेन्ट्स खासै नराम्रो त छैन त्यो नि आफू चिनेक मान्छेहरु हुन्छ भाइरल छैन नि त त्यही अब चाहिँ भाइरल हुन्छ कि हैन खोइ विदेश जानु चाहिँ पर्दैन आफू एकजनालाई खाना लाउन चाहिँ मजाले पुर्याउन सक्छ ठुलो धुवा भनेर काम गर्नु परेन ठ्याक्कै गाडी भित्र बसी आनन्दले गाडी चलाए मलाई त्यो चाहिँ धेरै राम्रो लाग्यो के मैले सिप राम्रै सिकेछु सारी बोक्ने यताउति बाहिरको काम गर्नु भन्दा चाहिँ एउटा सिप सिक्यो भने ड्राइभर काम चाहिँ धेरै राम्रो लाग्छ त्यही भएर नसिक्नेहरुले चाहिँ हैन सिक्नु भन्छु म चाहिँ समिता तामाङ घर चाहिँ कता हजुरको रामेछाप यो माइक्रो कुदाउनु हुँदो रहेछ हैन हजुर झ्याप्पै भेट भइहाल्यो कति भयो तपाईले यो कुदाउनु भएको माइक्रो त ठ्याक्कै त्यो लकडाउन भन्दा पछाडीदेखि लकडाउन खुलेदेखि त्यो भन्दा अगाडि चाहिँ म स्कुलको गाडी चलाउँथ्यो चलाउन त चलाउँछु अहिले पनि अहिले चाहिँ अनि कहिले छुट्टीको बेला मात्रै माइक्रो चलाउँछु अहिले कता हिँड्नु भएको त्यो साकुमा साकुको त्यो पारी मन्दिर छैन हो त्यहाँ मन्दिर जानु लागेको तपाईले यो चाहिँ कताको चलाउनुहुन्छ माइक्रो स्वयम्भू हुँदै रत्न पार्क जान्छ लैनचोर सोरखुटे हुँदै डल्लुढल्को हुँदै लैनचोर कसरी सिक्नु भयो कति भयो चलाउन थाल्नु भएको चाहिँ कन्टिन्यू चलाउन थाल्नु भयो कन्टिन्यू चलाएको त मैले टेम्पो देखि नै स्टार्ट भएको टेम्पो पनि चलाउनुहुन्छ हजुर 10 वर्ष भइसक्यो गाडी लाइनमा छिरे गाडी लाइनमा है कस्तो छ गाडी लाइनमा जस्तै राम्रै हुन्छ नि है गाडी लाइनमा के हुन्छ राम्रै छ अहिले सम्म चाहिँ राम्रै छ रमाइलो लाग्छ मलाई त गाडी चलाउनलाई सुरुमा चाहिँ टेम्पो सिक्नु भयो हजुर त्यो पछाडी अनि माइक्रो हैन 2 वर्ष टेम्पो चलायो अनि स्कुलको गाडी चलाए भ्यान मिल्सबेरीको अनि त्यसपछि फेरि यो चलाए टेम्पो सजिलो कि यो सजिलो चलाउँदै गएपछि जुन चलाए त्यही सजिलो हुँदो रहेछ त्यो टेम्पो चलाउने बेलामा टेम्पो सजिलो लाग्छ यो माइक्रो चलाउँदा माइक्रो सजिलो लाग्छ अहिले चाहिँ टेम्पो डर लाग्छ अलिअलि चलाउन टेम्पोमा चाहिँ किन डर लाग्ने त्यस्तो त्यो खै अलिकति डर लाग्दो रहेछ क्या त्यहाँ तर चलाइराख्यो भने चाहिँ फेरि हुन्छ 1-2 घण्टा डर लाग्छ चलाउन चाहिँ डर लाग्छ जस्तै तपाई त रामेछापको हैन हजुर उतै पढ्नु भएको गाउँमै मैले 10सम्म पढे 10सम्म पढेको एसएलसी चाहिँ दिन दिएको पढिसकेर अनि काठमाडौँ चाहिँ काम गर्न आउनु भएको थियो त्यति बेला हजुर काम गर्नु भनेर हैन घुम्न आथ्यो अनि टेम्पो लाइनमा दिदीहरु छ के अनि दिदीले त्यो फेरि नेपाल जेसीआई नेपाल संस्था रहेछ लेडिजहरुलाई सित्तैमा सिकाइदिने के सुरुमा सिक्दा चाहिँ सित्तैमा सिक्नु त्यहाँनिर फर्म भरेर नाम निकाल्नु पर्ने रहेछ अनि फर्म भरेर नाम निकालेर सिकेको त्यही हो सुरुमा यो ड्राइभरको सिटमा बस्दा चाहिँ कस्तो अनुभव भएको थियो त्यो बेला सिकेर सुरुमा बस्दा सुरुमा त धेरै खुसी भएको थियो म त त्यो सुरुको दिनमा मैले साउलाई त्यो टेम्पो चलाउँदा चाहिँ
400 साउलाई दिएर 400 कति कमाएको थियो धेरै खुसी भएको थियो उहाँ त त्यो बेला हैन 10 वर्ष त्यो बेला त्यो पनि 5 टिप गरेर त्यो टेम्पोमा चाहिँ टिप हुन्छ के 10 टिपसम्म हुँदो रहेछ अनि मैले त्यो 5 टिपको ब्याट्री चाहिँ चलाउनु भनेको थिएँ कि सुरुमा अनि रमाइलो लाग्यो डर पनि लाग्यो एक्लै हिँड्दा अनि फेरि लास्टमा पैसा कमाएपछि चाहिँ धेरै खुसी लाग्यो अहिले चाहिँ तपाईहरुको यो जुन माइक्रो चलाउनुहुन्छ नि हजुर तपाई आफै पैसा उठाउनुहुन्छ कि अरु कोही हैन पैसा उठाउने भाइ हुन्छ हैन त्यसमा चाहिँ कतिको सहज हुँदो रहेछ महिलाले यस्तो यो जस्तै गाडी कुदाउँदा त अलिकति रिस्की पनि हुन्छ हैन अलिकति डर पनि हुन्छ रिस्क पनि हुन्छ डर त हुँदैन खटाइ चाहिँ हुन्छ बिहानदेखि बेलुकासम्म हुन्छ रामसँग आफूले खट्न सक्यो भने त पैसा चाहिँ हुन्छ यसमा कति बजे उठेर हिँड्नुहुन्छ बिहान बिहान त 4:30 बजे 4 बजे उठ्नु चाहिँ पर्छ 4 बजे चाहिँ उठ्नै पर्छ अनि त्यसपछि अब रेडी सेडी भएर आउँदा त त्यस्तै हो कहिलेकाहीँ चाहिँ अलि ढिला हुन्छ ए गाडी तपाई आफ्नै हो कि साउको हो कि त्यसो साउको कति तिर्नु पर्छ तिर्ने त फिक्स हुँदैन यो इभी गाडीमा फिक्स छैन भन्न त 6000 5000 भन्छ दिन सकिँदैन त्यति त्यो रुटमा चाहिँ अन्त त दिन सक्छ होला अन्त चाहिँ दिन जस्तै तपाईको गाडीमा प्यासेन्जरहरु चढ्नुहुन्छ हैन यस्तो महिलाले चलाइरहेको देख्दा चाहिँ के भन्नुहुन्छ उहाँहरुले खुसी लाग्छ भन्नुहुन्छ ओ गर्व कुरो हो राम्रो गरेछ बहिनीले रामसँग चलाउनु भन्छ अनि आशीर्वाद दिँदै जानुहुन्छ अनि कस्तो राम्रो लाग्यो भन्छ के गर्व लाग्यो भन्छ कतिले त्यसरी हौसला दिँदा त खुसी लाग्छ नि त्यसो नराम्रो भन्ने मान्छे त अहिलेसम्म भेटे छैन यो माइक्रो चलाएर चाहिँ राम्रै भन्नुहुन्छ कतिपय मान्छेहरु चाहिँ लेडिजले चलाउँदा महिलाले चलाएको गाडीमा चढ्दा चाहिँ अलि डराउने पनि गर्छन् हैन एकचोटी भेटे ह मैले चलाएको एकचोटी भेटे ह डराउँदो रहेछ केटै मान्छे त्यो पनि केटी मान्छेले चलाउँछ भनेर त एकचोटी डराएको चाहिँ भेटे सोइमतिर आउँछ भेटेको थियो एकचोटी मात्रै भेटे त्यस्तो चाहिँ अनि कतिले चाहिँ देख्दा चाहिँ खुसी लाग्दो रहेछ के अनि ओहो राम्रो भन्दो रहेछ के केटी मान्छेले चलाएको भन्ने अब जस्तै काम गरेपछि कमाइको कुरा नै हुन्छ हैन कमाइ चाहिँ कस्तो छ ठिकै छ यस्तो हो कमाउँछ कलेक्सन बेलुका एकै ठाउँमा गरेर दिनभरिको अनि बेलुका अब आफूलाई राख्ने भाइलाई पनि दिने अनि त्यसपछि साउलाई दिने हो हेरेर साउलाई पनि त दिनै पर्यो नि विदेश जान चाहिँ परेको छैन हैन अहिले चाहिँ राम्रै छ विदेश जानु चाहिँ पर्दैन आफू एकजनालाई खाना लाउन चाहिँ मजाले पुर्याउन सक्छ को हुनुहुन्छ परिवारमा सबैजना हुनुहुन्छ तपाईको छोरी हुनुहुन्छ है टिकटकमा देखाएको थिए बाबु छोरा कति वर्षको 7 पुरा भयो 7 पुरा भयो हजुर अनि कति बजे चाहिँ बच्चा पुर्याउन जानुहुन्छ कति बजे चलाउनुहुन्छ बिहानै हिड्नुहुन्छ होला हैन बाबु आफै जानुहुन्छ स्कुलमा जान्छ नजिकै छ आफै जाने आउने गर्नुहुन्छ खाना चाहिँ बनाएर राखिदिन्छु खाना बनाएर राखिदिन्छु अनि आउँछ खान्छ जाने बेला नि खाएर जान्छ अनि जुत्ता सुत्ता सबै आफैले लगाएर जान्छ बाबु त लगाएर जान्छ बच्चा पढाउन पुगिरहेछ यो कामले हैन पुगिरहेछ बचत मात्रै गर्न सक्दैन खाना लाउन चाहिँ अहिलेसम्म फ्री जस्तै छ पुराको छ पुराको चाहिँ तपाई काठमाडौँ मात्रै चलाउनुहुन्छ है काठमाडौँ बाहिर पनि जानु भएको छ कतै बाहिर चाहिँ म मनोकामनासम्म गएको थियो अस्ति नै मनोकामनासम्म पहिला एकचोटि कार लगेर म हेटौडा चाहिँ गएको थियो माइक्रो लगेर चाहिँ मनोकामनासम्म मात्रै गएको त्यसमा भाइहरू हुन्छ रमाइलो लाग्छ भाइ त छ भन्ने हुन्छ के रिजर्भ पनि जानुहुन्छ नि हैन रिजर्भ गर्यो भने नि जान्छु जस्तै बहिनीको गाडीमा चढ्नलाई चाहिँ हामी कहाँ आउनु पर्यो स्वयम्भू चाहिँ आउनु पर्यो स्वयम्भूबाट आर्नेसी आउँछ ठ्याक्कै स्वयम्भू आर्नेसी 23 नम्बर रुटमा पर्छ कम्पिटिसन हुन्छ नि हैन कम्पिटिसन गर्दा चाहिँ अलिकति रिस्की पनि हुन्छ कम्पिटिसन गर्दा हैन हुन्छ अब बाटोमा हिँडेपछि अगाडि पछि त गर्नै परिहाल्यो नि सकिन्छ ट्राफिकले कतिको दुःख दिन्छन् ट्राफिकले चाहिँ यो माइक्रो चलाएदेखि चाहिँ त्यति छैन टेम्पोमा चाहिँ दुःख दिन्थ्यो पहिला त दिन्थ्यो ट्राफिक टेम्पोमा त खै के हो चिट काटिराख्थ्यो यसमा चाहिँ प्राय काटेको छैन मलाई चिट
एकचोटि आफै चाहिँ रङ साइड गएको थियो रङ साइड गयो भनेर एकचोटि त ठमेतिर छिराइदिएको मलाई अनि त्यहाँनिर जाँदा चाहिँ छिट काटिदिनु भएको थियो त्यो पनि छोडिदिन्छु भने त्यो के भन्नु भन्दै थिएँ मैले भन्नै सकेँ लेडिज केटी मान्छेले चलाएको देखेपछि त उहाँहरू पनि अलिकति खुसी हुन्छन् हैन छोडिदिनुहुन्छ कतिले त धेरैले राम्रो ओहो दिदीबहिनीहरू रहेछ भन्नुहुन्छ क्या अनि त्यति उ गर्नु भने पहिला जस्तै गाउँमा हुँदा चाहिँ म काठमाडौँ गएर चाहिँ गाडी हुर्काउँछु भनेर सोच्नु भएको थिएन यो त थिएन काठमाडौँ आएपछि दिदीहरूले चाहिँ त्यो सिक्न त भन्नुभयो कि अनि टेम्पो सिक हामी पनि टेम्पो चलाइरहेछ त्यहाँ फ्रीमा सिकाइदिन्छ फर्म चाहिँ भर पहिला तिमीले नाङ्ग्री त बनाएर भनेको थियो नाङ्ग्री त बनेको थिएन त्यो बेला काठमाडौँ आउँदा अनि पछि फर्म चाहिँ भरिदियो अनि पछि फर्म भरेर 3 महिनापछि नाङ्ग्री त बनाएर अनि लाइसेन्स बनाउनलाई जस्तो हातमा सिप भएपछि चाहिँ भोकै बस्नु पर्दैन भन्छन् हैन के छ अब भविष्यको अरूले अरूको भरमा चाहिँ खानु पर्दैन रहेछ भन्ने चाहिँ मलाई थाहा भयो सकिँदो रहेछ कि जस्तो श्रीमानको काम श्रीमानको कमाई खाने है खानु खाएर बस्नुपर्छ जस्तो चाहिँ लाग्दैन उसले कमाएर ल्याए खाने नकमाए के कसरी खाने भन्ने चाहिँ छैन के कमाएर चाहिँ खान्छु सक्छु चाहिँ खान सक्छु भन्ने चाहिँ के गर्नुहुन्छ श्रीमान चाहिँ गाडी चलाउनुहुन्छ उहाँ पनि गाडी चलाउनु गाडी नै चलाउनु के चलाउनुहुन्छ ट्याक्सी ट्याक्सी तामाङै पे गर्नु भएको छ कि तामाङै हो अब जस्तै पछि भविष्यमा तपाईँ के गाडी किन्ने सोचमा हुनुहुन्छ कि के छ विचार गर्नुपर्छ आफ्नै भयो भने त झन् राम्रो हैन आफ्नै हो आफैले चलायो भने चाहिँ राम्रो धेरै राम्रो हुन्छ अब आफैले चलाएन भने चाहिँ अरूलाई दिने हो भने चाहिँ राम्रो छैन आफैले चलाउँदा त चतन गरेर चलाउनु त्यस्तो हुन्छ नि त्यही भएर हो जस्तै यहाँ अगाडि यसरी बसेर चलाउँदा हैन कुनै कुनै प्यासेन्जर त जिस्काउनेहरू नि हुन्छ नि जिस्काउँछ कि त्यस्तो भेटे छैन मैले म त्यति बोल्दैन म बोल्दैन सिधा आफ्नो मात्रै बाटो हिँड्छ फेरि ड्राइभर दाइहरू चिनेको हुन्छ नि त उनीहरूसँग चाहिँ बोल्छु अनि त्यस्तो खासै नराम्रो भन्ने पनि छैन कि त्यो ड्राइभर लाइनमा अब 50-60 वटा गाडी छ नि त यो रुटमा पनि राष्ट्रिय सार्वजनिकमा अनि त्यहाँ सबै दाइहरू राम्रै गर्छ के त्यहाँको नि अनि यस्तो पेसेन्जरहरू चाहिँ जिस्किने पाएकै छैन म त्यति बोल्दैन त्यही भएर हजुर तपाईलाई कसैले अब जस्तै ड्राइभर नि जस्तो त्यस्तो भन्ने कोही छ त्यसरी जिस्काउने अब लेडिजलाई त ड्राइभर नि त भन्छ नि हेरै चाहिँ गर्छ कति बाटोमा के मैले केटी मान्छे रहेछ भन्छ हैन अनि हेरेर बस्छ कति अनि म चाहिँ के हेरेको भनेर म चाहिँ जिस्काइदिन्छु फेरि त्यस्तोलाई तपाईँ उल्टो जिस्काउनुहुन्छ जिस्काउँछ तर उनीहरूले नसुन्ने गरेर गाडीभित्रबाट उनीहरू बाहिरबाट हेरेर हुन्छ नि त अनि म सुन्दैन नि त म चाहिँ त्यतिकै जिस्काइदिन्छु त्यसरी हेर्दा चाहिँ मन पराएछ जस्तो नि लाग्छ कि होइन हेरेर चाहिँ के हेरेको जस्तो भनिदिन्छ अनि जिस्काइदिन्छु कि मैले स्ट्रगल गर्दा चाहिँ कस्तो हुँदो रहेछ हैन उत्तर चढावहरू आउँछ नि त जिन्दगीमा हैन आफै चाहिँ खटेर काम गर्दा हैन कतिको दुःख चाहिँ भोग्नुभयो गाडी लाइनमा दुःख खै मलाई यो गाडी चलाएर दुःख चाहिँ लागेको हो मलाई दुःख चाहिँ लाग्दैन अहिलेसम्म सबै कुरा आफै गर्छु अनि गाडी चलाउनु पनि त्यस्तो दुःख लाग्दैन दाइहरूले यस्तो बोलाउनुहुन्छ नि जहिले आउँछु नाइ चाहिँ भन्दैन फेरि बोलाउनुहुन्छ बहिनी कता छ गाडी चलाउनु भ्याउँछ भ्याउँदैन भनेर सोध्नुहुन्छ अनि त्यो बेला आफू फुर्सद भयो भने भ्याउँछ जहिले आइहाल्छ जस्तो यहाँनिर बस्दा त तपाईलाई गाह्रो हुन्छ नि त हैन महिला हो हैन महिलाको केटाको जस्तो शरीर हुँदैन हैन गाह्रो हुन्छ नि यस्तोमा बस्दा कतिको कहिलेकाहीँ चाहिँ गाडी नचलाऊँ बरु अरू काम गरौँ जस्तो लाग्छ त्यस्तो त लाग्दैन अरू काम भन्दा मैले गाडी सिकेको बेस्ट लाग्यो गाडीमा अब धुलो धुवा भनेर काम गर्नु परेन ठ्याक्कै गाडीभित्र बसी आनन्दले गाडी चलाएँ मलाई त्यो चाहिँ धेरै राम्रो लाग्यो कि मैले सिप राम्रै सिकेछु जस्तो लाग्छ तपाईँ टिकटकहरु पनि बनाउनुहुन्छ के छ नाम टिकटकमा तपाईँ समिता योन्जन हजुर टिकटकहरुमा चाहिँ गाडी चलाएको भिडियो हाल्नुहुन्छ गाडी चलाएको त्यस्तो त हाले हैन एउटा दुईटा हालेको छु हाल्न त मान्छेले कमेन्ट गर्छ नि त्यहाँ है के भनेर गर्नुहुन्छ कमेन्ट्स खासै नराम्रो त छैन त्यो चाहिँ आफू चिनेक मान्छेहरु हुन्छ भाइरल छैन नि त त्यही भएर
अब चाहिँ भाइरल हुन्छ कि होइन खोइ हुन नि छैन फेरि सबैले हेरिहाल्छ नि अब झन् गाडी चलाउने बेला धेरैले चिनोस् होइन बहिनीलाई बहिनीको काम चाहिँ एकदम सफल होस् हाम्रो शुभकामना छ होइन यो गाडी भनेको हामीलाई त डर लाग्छ बाइक चलाउँदा त डर लाग्छ होइन अलिक सुरक्षित साथ चलाउनु होला होइन यहाँ अहिले जतिजनाहरूले हेर्दै हुनुहुन्छ होइन उहाँहरूलाई केही छ दर्शकहरूलाई सिप सिक्नेहरूले त सिकेको छ होइन नसिक्नेहरूले चाहिँ गाडी लाइनमा धेरै राम्रो हुन्छ कि तर त्यो भारी बोक्ने महिलालाई झन् राम्रो हुने भारी बोक्ने यताउति बाहिरको काम गर्नुभन्दा चाहिँ एउटा सिप सिक्यो भने ड्राइभर काम चाहिँ धेरै राम्रो लाग्छ त्यही भएर नसिक्नेहरूले चाहिँ होइन सिक्नु भन्छु म चाहिँ पहिला पहिला त केटाहरूले मात्रै चलाउँथ्यो नि त होइन केटाहरूले चलाउँदा चाहिँ अनि अलिक सुरक्षित भन्दै केटीले चलाउँदा केटी पो भन्ने त्यस्तो हुन्थ्यो होइन अब चाहिँ महिला पुरुष बराबर भनेपछि महिलाहरू पनि ड्राइभरहरू धेरै हुनुहुन्छ अहिले चाहिँ होइन अरू चाहिँ भेट्नु भएको छ कि छैन तपाईँले मैले चिनेको दिदी हुनुहुन्छ बस चलाउनुहुन्छ एउटा यतै पाँच पोखरीको बस चलाउनुहुन्थ्यो पहिला जुनेली हो त्यो दिदी मैले चिने टेम्पो नै चलाउनु भएको थियो पहिला हामीसँगै टेम्पो चलाएर अनि पछि बसको लाइसेन्स झिक्नु भयो क्या अरे अनि बस चलाउनु भएको थियो तपाईँलाई चलाउनु मन छ कि छैन बस चलाउनु मन छ मैले चाहिँ इबीसम्मको निकाले लाइसेन्स बस पनि निकाल्छु भने सोचै छ चलाउने रहर चाहिँ छ ल राम्रोसँग चलाउनुहोस् है अहिले छुट्छ बस